हेलो एभ्रिवान, यसमा सुने फेरि पनि म आइसकेको छु मेरो एउटा सानो ब्लगमा। आज चाहिँ म स्किन केयरको रुटिन लिएर आइरहेको छु। मैले फर्स्टमा चाहिँ आफ्नो फेस क्लिन्ज गरिसकेको छु सेराभीको उयो फेस क्लिन्जरबाट। अब मैले चाहिँ मेरो स्किन केयरमा चाहिँ यति चारवटा कुरा चाहिँ म एड गर्छु है। ओके, फर्स्टमा रहेको छ मेरो यो मामा अर्थको राइस वाटर जुबी फेस टोनर। यो रहेको छ। मैले चाहिँ यसको चाहिँ यो लिड चाहिँ अलिक छुट्टै हालेको छु। पहिला अर्कै थियो यसको, तपाईँहरूलाई थाहै छ युज गर्नेहरूलाई होइन। यो चाहिँ मैले अर्को त्यो के को पो राखेको त्यो एनिवे त्यो पहिला मैले युज गर्थेँ, अहिले यो गर्छु। अनि त्यसको त्यसमा लिड हुँदो रहेछ, अनि स्प्रे गर्न चाहिँ सजिलो भयो नि त। त्यसैले यसलाई सुक्न दिएर चाहिँ फेरि पनि यसपछिको अर्को लेयर म लगाउँछु। यसलाई सुक्न दिनुपर्छ। ओके, अब सेकेन्ड लेयरको पालो। ओके, अब यसलाई पनि सुक्न दिएपछि बल्ल एम्पुलको पालो आउँछ है। मैले चाहिँ यो सेन्टेलाको स्किन 1004 वाला युज गर्छु। एकदम राम्रो छ। मैले एक बट्टा सकेर यो सेकेन्ड बट्टा हो युज गर्दैछु। मलाई चाहिँ एकदमै मन परेको छ यो एम्पुल चाहिँ। यो एम्पुल चाहिँ मैले बट्टा नफालिकन राखेको छु, मलाई मन परेको छ नि त। राख्दा एकदम राम्रो देखिन्छ। यो पनि यति लगभग आधी भइसकेको छ। धेरै चाहिँ लगाउँदिनँ म, अलि थोरै नै लगाउने गर्छु। यो चाहिँ 1 पिन्चमा पिन्चको पास राखेर मात्र युज गर्छु। आफ्नो परिवार गर्छु। अब चाहिँ मोइस्टमी भन्नेवाला हो। मलाई एकदम मनपर्छ यो मोइस्टमीवाला चाहिँ, एकदम राम्रो छ। ओइली स्किनको लागि पर्फेक्ट छ यो चाहिँ। ओके, यसको टेक्स्चर पनि म तपाईँहरूलाई देखाइदिइहाल्छु है। यस्तो छ है, के पनि त्यस्तो खस्दैन। मलाई कसैले पनि यसको पैसा दिनु हुँदैन, मैले यसको विज्ञापन गरेर त्यही पनि। यो चाहिँ यसको टेक्स्चर चाहिँ यस्तो छ होइन। मलाई चाहिँ म अब डाइरेक्ट लगाइहालेँ, मैले सेभ गरिसकेँ। एकदम राम्रो छ। तपाईँको ओइली स्किनहरू हुनेहरूको लागि चाहिँ एकदमै पर्फेक्ट मोइस्चराइजर छ यो। मैले पनि यो बट्टा चाहिँ 30 हो मेरो होइन। मलाई फेरि मन परेपछि मलाई चाहियो त्यही भएर चाहिँ एकदम राम्रो छ। ओइली स्किनको लागि त एकदम बेस्ट छ। कसैले चाहिँ अब कति त्यसै मेकअप गरेको भन्नु होला। दिस इज नट मेकअप, इट्स स्किन केयर है। यो चाहिँ अब पहिलादेखि नै गरिराख्नु पर्ने हुन्छ। कति मान्छेहरूलाई ओभर स्मार्ट भएको जस्तो फिल होला। त्यही ओभर स्मार्ट हुने फिल हुने मान्छेहरूलाई चाहिँ पछि गएर मेरो के अरे फेसमा यस्तो आयो उस्तो आयो पोतो आयो ह्यान त्यान भन्ने वाला के भन्छ त्यो प्रब्लम चाहिँ आउँछ पछि। त्यही भएर यसलाई ओभर स्मार्ट नसम्झिनु होला, बडी नौटङ्की नसम्झिनु होला। यो भनेको आफ्नो सेल्फ केयर हो, त्यही भन्न चाहन्छु। देख्न सक्नुहुन्छ तपाईँले मेरो स्किन एकैछिनमा एब्जर्भ गर्यो है। यो मोइस्चराइजर एकदम दामी छ। मैले त्यो फालिदिइहालेँ, नभए मैले तपाईँले त्यो ट्युब पनि देखाइदिन्थेँ। व्हाइट एन्ड ब्लूमा हुन्छ, एकदम राम्रो छ। त्यो पनि मेडिकलमा गएर तपाईँले मोइस्टमी भन्ने मोइस्चराइजर दिनु भन्यो भने दिनुहुन्छ। यो ओइली स्किनको लागि चाहिँ एकदम पर्फेक्ट, एकदम राम्रो छ। अनि अर्को सनस्क्रिन चाहिँ हाम्रो के भन्छ स्किनलाई एकदम चाहिने कुरा हो। तपाईँको एकदमै इम्पोर्टेन्ट पार्ट अफ योर स्किन केयरको है। यो चाहिँ लग्जरियस ट्रु डर्माको हो। मैले यो शुद्ध 4वटा किनभने मेरो मोइस्चराइजर एकदम छिटो सकिन्छ। म यसलाई सकेपछि त्यहाँ बिचमा काटी भयो भने अनलाइन निकाली भयो भने लगाउँछु।